नमस्कार, अहिले म दैलेख जिल्लाको धार्मिक स्थल श्रीस्थानमा छु। यो स्थान कहिले आगो ननिप्ने कारणले प्रसिद्ध भएको छ। यस स्थानको धार्मिक ऐतिहासिक कुरा बुझ्न यहाँको स्थानीय पुजारीसँग केही कुरा गर्ने प्रयास गरिरहेको छु। उहाँसँग म केही कुराहरू सोध्दैछु। सम्भवतः थाहा पाएसम्म उहाँले भन्नुहुनेछ। नमस्कार, हजुरको नाम? इतिहास अहिलेसम्म केही थाहा छैन नानी। अब यो बोलेको सबभन्दा इतिहास बताउनु पर्ने हामीले। यो बाहिरको त अब जसले पनि देखो, हामीले पनि देख्यौँ, मूर्तिहरू घर बनेका सब हामीले देख्यौँ, तर यो अहिलेसम्म इतिहास बताउन कसैले सकेको छैन। यति सालमा यो बोलेको हो, यसरी बोलेको भन्ने अहिलेसम्म केही निस्केको छैन। 60 वर्षको भएँ म। अब 60 वर्षको बिचमा अब हामी सिनसिना केटी छनाई यहाँ आएकी बेला यो बोलेकै हो। भनेपछि तपाई बालापनदेखि नै यस्तै हो नानी। यो मर्दा पनि मर्दैन, यस्तै हो। यो आगो कहिले पनि निप्दैन। यो पनि यो पल्त्रेको पारीको 3 ठाउँमा छ। पारी त पानीमा जल्छ त्यो। यो सीताजुवाला नाम हो त्यसको। त्यो जङ्गलको नाम सीताबाडी हो। यो खोलापारीको जङ्गलको नाम सीताबाडी हो। पहिलाको पुरा ज्यामिरहरू, अमिलाहरू अझै पनि भेट्छौँ हामी यहाँ। यहाँनिर अब देवी देवता अब अहिले ठाङ्गी कालसैनी छ, बलि चढ्छ, बलिको पूजा पनि गर्छन्। अब तीर्थहरू अरू आउने अब यस्तै हो मूर्तिहरूमा। अब